मेरी आमा छाया जस्तै मान्छे, छाया जस्तै माया गर्ने मेरी आमा मेरो छाया। म त्यो छायालाई सदैव खोजिरहन्छु, सधैँ पछ्याइरहन्छु। म झनक्क झर्किँदा चुपो लाएर फर्किने मेरी आमा। म आगो भएर चर्किँदा मन तातो बनिदिने, शीतल सेलाइदिने मेरी आमा। जुठो खायो भने माया बढ्छ, त्यही थपाएर जुठो खानिदिने मेरी आमा। मलाई जुठो खुवाएर चपाउन नसक्दा चपाएर माया बाँडिदिने मेरी आमा। कोक्रो हल्लाउँदै मलाई हाँस्न सिकाउने, मलाई बोल्न सिकाउने मेरी आमा यस धरतीमा मैले गाँसेको पहिलो नाता हुन्। आमाले पिट्यो भने पनि आँखा चिम्लिँदै उहाँकै काखमा बत्तिने। आज ठुलो भइयो तर त्यो बेलाको भन्दा आजको पीडा फरक। दिनभर थकान र पीडा बिसाउने मेरी आमाको काख। वर्षभरि एउटै कुर्ता लगाए पनि सापटी मागेर लुगा किनिदिने, मोमो ल्याउँदा आफ्नो भागको 2 पिस दिने मेरी आमा। मेरी आमा आफ्नो इच्छाभन्दा मेरो इच्छालाई माथि राख्ने पात्र हुन्। स्कुल जाँदा हराएको टाई, हराएको लुगा सजिलै भेटाइदिने, अनुहार उदास भएको दिन अनुहार हेरेरै थाहा पाइदिने मेरी आमा यो संसारमा मलाई सबैभन्दा चिनेको, सबैभन्दा बढी हेरचाह गर्ने व्यक्ति हुन्। तिम्रो यो अपार गुणलाई म कहिल्यै बिर्सने छैन। तिमी टाढा भए पनि तिम्रो चाउरी परेको अनुहार, चिम्से आँखा, मन्द मुस्कान अनि मुख्य कुरा मुस्कानभित्र लुकेको स्वभावलाई म सदैव दिलमा सजाएर राख्नेछु। म तिम्रो छोरा अनि तिमी मेरी आमा। धन्यवाद।